साइडको बढी हुन्छ त्यति कुरा ध्यान दिनुहोस् विज्ञानको कुरा गर्नु हजुर हजुर खाना पाएन धेरै खाना पाएन भने त दिन्छ कहिले काहीँ आएर पहिला गाई खुसी हुने कुरा मान्छे खुसी हुने कुरासँग जोडिन्छ मैले यति कुरा गर्दै यो दाना बनाउने कुरामा हामीलाई चाहिने चाहिँ अब मैले यहाँ गरेँ घाँसको कुरा गर्दा गर्दै सक्यो घाँसको व्यवस्थापन गर्ने भनेका उसले चोरेर गएर खाँदा पनि त्यो घाँस चाहिँ डाले घाँस भए अथवा भुइँ घाँस भए पनि चाहिने पौष्टिकताको हिसाबले पोसा र अपोसा भएको पोसा भएको एउटा खायो भने अपोसा भएको तीनटा खाने खाँचो बनाउनु पर्यो त्यो तपाईको काम हो तपाईले घाँस काटेर दिँदा पनि त्यही गर्नु पर्यो हामीले त अहिले पृथ्वी ल्यायो भने पृथ्वी मात्रै दिने हो घोडे ल्यायो भने पृथ्वी घोडे मात्रै दिने हो अनि फेरि पलङ मात्रै दिने हो भुस मात्रै दिने हो त्यो सबै मिसाएर खुवाउने कुरा यहाँ यति हुँदा हुँदै पनि फेरि हाम्रो गाई हाम्रो भैँसी हाम्रो बाख्रा हाम्रो बाख्रा भैँसी गाई सानोदेखि बानी भएको छ घाँसको सट्टा पिठो दिने घाँसको सट्टा जोडा दिने पिना दिने यस्तो बानी भएको कारणले गर्दा अर्को चाहिँ किन बानी भयो फेरि दोहोऱ्याउँछु हाम्रो घाँस चाहिँ घाँस होइन झारपात थियो घाँस त पौष्टिकताले भएको नहुनु पर्छ त्यो हामीमा नभएको कारणले हामीले पनि जबरजस्ती त्यो अन्न पानीहरू दियौँ अनि हामीसँग अन्न पानी धेरै छ मधेसमा यो ठाउँमा धेरै छ त्यो अन्न पानी दिएको कारणले बानी भयो त्यस कारण पनि घाँसको व्यवस्थापन गर्न नसकेसम्म कहिले सकिन्छ सानो नानी नै जन्मदेखि नै उसले त्यही घाँस मात्रै खाने बनाउनको लागि तपाईँको घाँसबारी हुनु पर्यो अनि ठुलो भएपछि बानी भइसक्यो बानी छोड्दैन त्यसैले सुरुवात त्यहाँबाट गर्नु पर्यो सानो नानीलाई साइकल बनाउनु पर्यो अहिले उनीहरूलाई चाहिँ सकेसम्म पैसा कम गर्नको लागि यही मैले दोहोऱ्याएँ पेट नभए के हुन्थ्यो भनेर तपाईँलाई झस्काएको कारण चाहिँ के हुन्छ यो जति खर्च हुन्छ 70 रुपियाँ आहार हुन्छ बाँकी 30 रुपियाँ मात्रै डाक्टरको औषधिको तपाईँको हेराइको गोठको गाई किनेको चाहिँ 30 रुपियाँ सैकडा 30 चाहिँ गाईको भैँसीको अथवा औषधिको अथवा चाहिँ मान्छेको गोठको सबै हेरेको चाहिँ 30 70 चाहिँ जिन्दगीभरमा खानामै जान्छ अब तपाईले पैसा जोगाउने मान्छेले कमाउने मान्छेले 70 लाई सर्लक्कै 50 मा झार्नु भयो भने 70 लाई 60 मा झार्नु भयो भने 70 लाई 65 मा झार्नु भने त्यही हो नाम त्यसको लागि अघि बढेको घाँसको या घाँस सकेन भने अब के चाहियो गहुँको टक्क चाहियो मकै चाहियो गहुँ चाहियो ढुक्क चाहियो यसलाई सानो एउटा हिसाब दिएको छु मैले अनि केही छैन मकै छ मकै जौ जई गहुँको चोकर यो सबैको एउटै चिज हो त्यसले कार्बोहाइड्रेट दिन्छ कि 3 भाग भनेको नि 3 भाग पाउने चाहिँ त्यो तीनटै चिज हो 35 13 भाग हुन्छ 70 र 13 त्यो सबै एउटै चिज हो जौ पनि मकै पनि गहुँ पनि धान जे मिसाउन सकिन्छ त्यो सस्तो छ हाम्रो गाउँघरमा मकै सस्तो भएको बेला हाम्रो मकै फलेको बेला मकै राख्यो भने गहुँको सट्टा जौको सट्टा धानको सट्टा पनि मकै बेच्न सकिन्छ पिना 15 भाग तोरीको पिना भटमासको पिना जे छ 15 भाग हामी कहाँ तोरी पिन्छौँ पेल्छौँ हामी भटमास छ त्यसको पेना पेल्छौँ त्यो 15 भाग अनि यो 1 किलो चाहिँ नुन र मिनरल मिक्सर जसलाई हामीले अघि माथि भिटामिन भनेको एउटा अर्को चाहिँ खनिज पदार्थ भन्यौँ लवण भनेको छौँ 6 वटा मध्ये 2टा चाहिँ बजारबाटै ल्याउनु पर्छ नुन हामीले बजारबाट ल्याउनु पर्छ अनि खनिज पदार्थको जुन पाउडर छ त्यो चाहिँ एग्रोभेटबाटै ल्याउनु पर्छ किनकि अहिले हामीले बनाउन सक्दैन सक्ने होइन फ्याक्ट्रीले बनाएर बनाउँछ तर हामीले बनाउन सक्दैनौँ त्यो 2टा चिज 1 किलो किन्ने बाँकी चाहिँ भटमासको पिना तोरीको पिना एउटै हो त्यो तपाईले 15 भाग अथवा 15 किलो 100 किलो बनाउनु अरे गहुँ जौ मकै धान सबैको उस्तै हो एकै ठाउँमा एउटै चिज गर्न पनि सकिन्छ मकै भए पनि पुग्छ अरू केही नभए हुन्छ त्यसलाई एक ठाउँमा अघि त्यसो गरेर 100 केजी एकै ठाउँमा पिस्ने एकै ठाउँमा पिसेर राख्ने सुक्खा ठाउँमा बोरामा राखेर त्यसैको आधारमा शरीरको आवश्यकताको आधारमा दुध दिनेको आधारमा यसलाई खुवाउन सकिन्छ यो चाहिँ सस्तो पर्छ हजुरले बनाउनु पर्यो मेरो आग्रह चाहिँ यो गाउँघरमा हामी फलो गर्नुपर्छ 3-4-5 घर अथवा समूह छौँ 5 जना गाई पाल्ने मान्छेले छ भने एउटा टिम मिलेर एउटा मिक्सर ल्याएर मिक्सरबाट बनाउन सकिहालिन्छ खाली स्टोर गर्नु पर्यो खाली चप चाहिँ जतन गर्नु पर्यो यो हिसाब गरे भने खर्च कम हुन्छ हामीले अहिले बजारबाट किनेको 50 रुपैयाँ 55 रुपैयाँ किलोको चोकर भन्दा धेरै सस्तो पर्छ हजुर
बुझ्दै हुन्छ हजुर?